तिमीलाई मनै नपर्ने केटा मान्छेको नाम भन न। अशोक। ए अशोक। फ्याट्ट तिम्रो अगाडि आयो भने तिमीलाई के गर्न मन छ? राम्रो लुगा लगाउनु अनि मभन्दा राम्रो केटीसँग बिहे गर्नु। तिमीलाई मनै नपर्ने केटा मान्छेको नाम भन न। अशोक। अशोक। अशोक कि अशोक? अशोक। ए अशोक। अशोक नाम गरेको मान्छे तिमीलाई मनै पर्दैन हैन त? यदि अशोक नाम गरेको मान्छे फ्याट्ट तिम्रो अगाडि आयो भने तिमीलाई के गर्न मन छ? ल के गरे? चप्पल फुकालेर हान्ने? त्यसलाई हान नि त, मलाई चाहिँ किन हानेर? मनै पर्दैन हो, मनै पर्दैन हो। त्यसलाई देख्यो भने चाहिँ के भन्न मन छ? जस्तै तिमीलाई त्यो मान्छेले देख्यो भने के भन्न मन छ? केही सूचना दिनु मन छ? त्यसलाई गाली गर्न पनि पाइन्छ। गाली गर्दिन। के भन्छौ त? के भन्नु अब राम्रोसँग बस्नु राम्रो राम्रो लुगा लगाउनु अनि मभन्दा राम्रो केटीसँग बिहे गर्नु। बिहे गर्ने मात्रै? छोरी पाउने कि नपाउने? पाउने। कतिवटा? जति पाओस् उनीहरूको मर्जी हो नि त। होइन जस्तै 12वटा पायो भने एउटा फुटबल टिमै बन्छ नि त। 12 पाओस्। 12वटा पाउने? अनि तिमी चाहिँ कति पाउने? 14वटा? म एउटा। एउटा पाउने? एउटा पाउने? लु जाम एउटा पाउनु गइहालौँ। तिमी र म पाउने फेरि हुन्छ नि। हुन्छ।